कि जब परस्परमा पति र पत्नी बसेर कुनै पनि कामको सल्लाह मशवरा गर्छन्, घरमा कुनै पनि काम हुँदैछ भने सल्लाह गरेर गर्नुपर्छ। त्यस बेलामा साथीको व्यवहार गर्नुपर्छ, मित्रको व्यवहार गर्नुपर्छ र प्रत्येक घरमा हुनेवाला कामको सल्लाह पतिले आफ्ना पत्नीसँग गर्नुपर्छ, अनि मात्रै सफलता हात लाग्छ। नसोधिकन सल्लाह नलिकन गर्यो भनेदेखि त्यो कहिले पनि सफलता पाउँदैन, कलङ्क लाग्छ काममा। र त्यस बेलामा मित्रवत आचरित साथीसँग गर्ने व्यवहार गर्नुपर्छ। अनि चौथो रूप छ, जब शय्यामा सुतिन्छ साथमा, त्यति बेला मात्रै पत्नी हुन्छ। राधे राधे। अनि पत्नीकै रूप लिनेर शय्यामा साथमा सुतिन्छ भनेदेखि जहिले पनि देब्रेपट्टि शयन गर्नुपर्छ। त्यसो गर्यो भनेदेखि स्मरण शक्ति बनिरहन्छ, आफ्ना दैविक सम्पदाहरू रहिरहन्छन्। यसरी सुत्नेवाला, नियमपूर्वक सुत्नेवाला व्यक्तिलाई ऐठन हुँदैन र दुस्वप्न कुस्वप्नहरू देखा पर्दैनन्, अनेक प्रकारका उत्पाद सपनामा देख्नु पर्दैन। तर यी चावडा रूपलाई चिनेको हुनुपर्छ। यहाँ भगवान भोलेनाथले आमासँग गर्ने व्यवहार सम्झेर सत्संग गरेपछि सतीले त्यसै दिन निर्णय गरिन् कि अब म यो शरीरलाई छोडिदिन्छु अनि अर्को शरीर धारण गरेर आएर म भगवानको सेवा गर्छु, किनभने प्रभुले मलाई आमाको व्यवहार गर्न लाग्नुभयो। म यो आमा भएर पुत्रलाई यस्तो वात्सल्य दिएर म बस्न सक्दिनँ, मैले त प्रभुको आश्रय पाउनुपर्छ। उहाँको त्यस दिनदेखि भगवान भोलेनाथले आफ्नो चरणको सेवा पनि दिनुभएको थियो र उहाँको चरणको सेवा पाउनका लागि आज म यो प्रभुको धामलाई छोडेर अवश्य जान्छु जस्तो निर्णय बोलेपछि यहाँ आएर शिवको नाम उच्चारण गरेर हामीलाई व्यर्थमा समय व्यतीत गराइरहेका छन्, यस्तो सोचेर कोही बोलेन। त्यस यज्ञमा रहेका कोही सभासदहरू बोलेन। यी देवीका मनमा आयो, गोत्रम त्वदीयं भगवन् वृषध्वजो दार्शयणीत्याह यदा सुदुर्मना व्यपेत नरमस्मितमासु तज्ञहं विशक्ष एतद् पुणवं त्वदङ्गदम्। अरे म यही शरीर लिएर फर्केर गएँ भनेदेखि कैलाश जाँदाखेरि कोही न कोही भगवानले तपाईँको गोत्रलाई स्वीकार गरेर हे दाक्षिणी भन्नुभयो भने त्यति बेला मेरा प्रभुको मन दुख्छ, किनभने आज तपाईँले गरेको व्यवहार मैले पनि देख्दैछु। यी कुरालाई गोत्रम करियम भगवान विश्वध्वज, भगवान जो वृषभमा आरूढ भएर हिँड्नेवाला भगवान भोलेनाथ हुनुहुन्छ, तिम्रो गोत्रलाई लिएर मलाई दाक्षिणी भन्दा मलाई घृणा लाग्छ होला, त्यस कारणले गर्दाखेरि शरीर धारण गर्नुभन्दा त्याग्नु उचित छ। र यी कुनै पनि मेरा प्रभुलाई बिजाउने खालका वचन बोकेर फर्केर म जान चाहन्न। र हे दक्ष प्रजापति, तिमीले दिएको जो शरीर छ यो तिम्रै आँगनमा मैले त्याग गर्दैछु, यस्तो खालको संकल्प गरे। र सबै सभासदहरूले देवता देख्दै, देवी देवताहरूले देख्दा देख्दै जलको आचमन गर्न यज्ञका ईशान उत्तरपट्टिका कोणमा गएर यी देवीले आफ्नै शरीरदेखि योगाग्निलाई उदय गराएर आफ्नो प्राणलाई समाप्त पारिन्। भक्तवत्सल भगवानको कसरी पारिन्? भगवान भोलेनाथका गुणानुवादलाई हृदयमा लिएर शिवजीका नामलाई जप्दै जप्दै प्राण त्यागेर आउँ। केही छन् हामी पनि भगवान भोलेनाथलाई स्मरण गरौँ अनि अगाडिको कथाको दर्शन गरौँ। अजर अमर हो सौ विषधर हो अपार तेरे मन मंदिर में बसी बसाई सजी रखा है मूर्ति। अजर अमर हो सौ विषधर हो
हार तेरे खीर बोलो ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ऐसे सुभलाए आए न ऐसे सांप ऐसे सुभलाए आए न ऐसे सांप जिस दिन जुबा पे मेरी जिस दिन जुबा पे मेरी आए नसीब बना आए नसीब बना बोलो ऐसे सुभलाए आए न ऐसे सांप चारधाम और शिव मंदिर में करते तेरे पूजा चारधाम और शिव मंदिर में करते तेरे पूजा तीन लोक में तुझसे बड़ा कोई नहीं है पूजा तीन लोक में तुझसे बड़ा कोई नहीं है पूजा बोलो ओम नमः शिवाय 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 ऐसे सुभलाए आए न ऐसे भगवान भोलेनाथ ने आफ्ना जटालाई पछारेर वीरभद्र अनि महाकाली उदय गराउनुभयो अनि दक्षको यज्ञतर्फ विध्वंसका लागि निर्देश गर्नुभयो। आएर यिनीहरूले विभिन्न प्रकारको विध्वंस मचाए अनि यज्ञका पात्र फुटाए, कसैले लिङ्ग काटे, कसैले आगो निपाइले, कसैले ब्राह्मणका पत्नीहरूलाई गएर हकारे, तिनीहरू यहाँ यजमानको घरमा आएर पकाइ पकाइ घिउसँग भात खाइरहेको गाली अनि जो भगवान भोलेनाथको अपमान गर्दाखेरि शब्द बोल्दाखेरि यहाँ दारी हल्लाएर हाँसेको थिए भृगु ऋषि, यिनीहरूका दारी उखेलेर अग्निमा स्वाहा गरिदिए। अनि पूषा नामका देवता थिए, यिनीहरूका दाँतै भाँचिदिए, कसैका आँखै फुटाइदिए अनि दक्षको शिरलाई काट्न लाग्यो। दक्षले यज्ञको दीक्षा लिएका कारणले गर्दाखेरि त्यो यज्ञलाई गर्छु भनेर कवच धारण गर्नलाई दीक्षा शब्द प्रयोग गरेको छ। कवच धारण गरेकाले गर्दाखेरि मरेन। नमरेपछि महाकालीले भने वीरभद्रलाई अरे चुटाल्नुहोस् अनि जसरी साग बटारेर चुडाइन्छ यसरी नै वीरभद्रले दक्षको शिरलाई बटारेर चुटालिदिए अनि हवन कुण्डमा लगेर स्वाहा इदम शिवाय नमः भनेर फ्याँकिदिए। अनि त्यसै पछाडि अङ्गभङ्ग भए, त्यहाँ ब्राह्मणहरूको चुटाइ खाए, कसैका हात बचे, कसैका आँखा फुटे। यस्तो अवस्थामा भाग मच्यो। सबै हाहाकार मचाएपछि तहल्का मचाएर फर्केर यिनीहरू गए। अब यिनीहरू फर्केर गएपछि पछाडि यहाँ सुखदेवजी भन्नुहुन्छ कि राजा भगवान भोलेनाथले अनि यहाँ सबै ब्रह्मादि देवताहरूका पनि उपदेशक भएका कारणले गर्दाखेरि देवताहरूलाई साथ बनाएर सुभद्र वनमा रहेर उहाँले उपदेश गर्न लाग्नुभयो। यस्ता खालका भगवानलाई सबै देवी देवताहरूले गएर प्रार्थना गरे, बिन्ती बिसाए। ब्रह्मादि देवताहरू भए प्रार्थना गर्न लागि, प्रभु हजुरको शरणमा परेका छौँ, के भयो, के कारणले आयो सोधे। सोद्धाखेरि मैत्रेयजी भन्नुहुन्छ, हे महात्मा विदुरजी, यति दयालु हुनुहुन्छ कि जसकी पत्नीको अहिले प्राणको आहुति दिइसकेको छ त्यस्ता खालका व्यक्तिलाई गएर त्यति शत्रुहरूलाई फेरि जीवित गराइदिनु भन्दाखेरि यहाँ दया जीवित गर्नका लागि तत्पर भएर उठ्नु भयो भगवान बोल्नु। आफ्नी पत्नीको प्राण आहुति त्याग गरेपछि पछाडि पनि करुणाले आर्द्र भएर देवताहरूको दुखाइलाई सहन नसकेर दया गरेको कारणले गर्दाखेरि उहाँको नाम के हो? करुणावतार।
करुणका अवतार हुन्छ। कपूर जस्तो श्यामल वर्ण उहाँको छ। कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम। संसारको सार हुनुहुन्छ अनि भुजगेन्द्र भनिन्छ सर्पलाई नागको माला लगाउने वाला हुनुहुन्छ। त्यस्तो हार धारण गर्ने वाला हे परमात्मन सबैले प्रार्थना गरे अनि के कारणले पालेका हो तिमीहरूका विषय राख भनेर भगवान भोलेनाथले सोद्धाखेरि सबै देवी देवताहरूले ब्रह्माजीलाई अगाडि सारे ब्रह्माजीले गएर भन्नुभयो प्रभु जीवताम यजमानोऽयं प्रपद्येताक्षिणी भगवान् भृगोस्मश्रुणि रोहन्तो पुष्णुदन्ताश्च पूर्ववत्। किन आएका अरे भन्दाखेरि यो यजमान जीवित गरिदिनुहोस्। किन भन्दाखेरि यो यजमानले यज्ञ त गरौँ ब्राह्मणलाई दक्षिणा नदिकन मरेका कारणले गर्दाखेरि दक्षिणाका भोका भएका ब्राह्मणहरू मर्ने भए उनीहरूको घरको सबैका भुँडीमा पोटुका कस्ने अवस्था आयो दक्षिणा दिएको छैन। त्यस कारणले गर्दाखेरि यजमान जीवित होस्। अनि अरू के जान्छु भन्दाखेरि जो भगनामका देवता छन् यिनीहरूका आँखा फुटाइदिएका छन् ती आँखा पनि ठिक हुन्। अनि अर्को के चाहियो भन्दाखेरि भृगु श्मश्रुणी भृगु ऋषिका दारी पनि त स्वा गरिदिए नि त ती पनि उमारिदिनु पर्यो। अनि अरू भन्दाखेरि कृष्ण देवताका दन्तस्थ पूर्ववत कृष्ण देवताका दाँत टुली जस्तो त्यस्तै हुन्छ। अनि अर्को देवानाम भग्नगात्राणाम मृत्युजम कविरस्मभि देवताहरूका अङ्ग भङ्ग भएका छन्। कसैका हात भाँचे कसैका अम्ला छैनन् कसैका पाउ भाँचे यस्ता खालका देवताहरूका अङ्ग भङ्ग भएका ठिकठाक हुन्। भवताम अनुगृहीतानाम आजको मन्यस्तनतातुरम तपाईलाई यति गरिदिनु भने तपाईँको भाग मिल्छ। भगवान भोलेनाथले भन्नुभयो मैले ल ठिकै छ जीवित पनि पारिदिएछु सबैलाई यथावत श्रीमा ल्याइदिएछु मलाई के मिल्छ। यहाँ भगवान ब्रह्माजी भन्छ एषते रुद्रभागस्तु यदि उच्छिष्टो धरस्य वै। भगवान ब्रह्माजीले त्यस दिनदेखि भगवान भोलेनाथको भाग छुट्याउनु यो उब्रेको धन तपाईँकै भयो प्रभु। हामीहरूकोबाट नि घाँस काटेर दिन्छौँ तपाईँको भाग पनि लाग्छ। श्री कृष्ण चरणाम के कारणले चिंता चिंता गई चाहा गई रहे मन भी परवा जाको कछु न चाहिए सो ही संसार। जसका जीवनबाट चिंता भयो चाह पनि मृत्यु त्यो फेरि राजा पनि रहँदैन महाराजा पनि त्यो सहनसा हुन्छ महाबादशाह हुन्छ। र हे देवी तिमीले त चिन्ता गर्ने साटो श्री कृष्णको चिन्तन गर उहाँका चरणको चिन्तन गर्यो भनेदेखि स्मरण गर्यो भनेदेखि तिम्रो दुःख अवश्य नै यहाँ एउटा शब्द प्रयोग गरेको छ गमिष्यति भविष्यकाल प्रयोग गर्नु जानेछ। जुन भगवानद्वारा द्रौपदीको रक्षा गरियो कौरवका कस्मलदेखि जुन श्री कृष्णद्वारा गोपीहरूको संरक्षण गरिदियो ती कृष्ण कहीँ पनि जानुभएको छैन यही हुनुहुन्छ। र हे भक्ति देवी तिमी त भगवानका प्राणभन्दा नै प्यारी हौ।
यस्ता खालका वचन बोल्दै देवर्षि नारद भन्नुहुन्छ, तिमीले बोलायो भनेदेखि जस्तैका घरमा पनि भगवान जानको लागि तयार हुन्। र यी कुरालाई सम्झाउँदै भन्नुहुन्छ, तिमीले भगवानसँग बिन्ती बिचाएकी छौ हात जोडेर कि प्रभु मलाई के आज्ञा छ? यसरी सोध्दा भगवानले भन्नुभएको थियो, हेर तिमीले वैकुण्ठमा बसेर उपयुक्त भएन, पृथ्वी तलमा जाऊ अनि मनुष्यहरूका हृदय हृदयमा गएर बास गर भन्छ। तिमीलाई माया रूपमा धरतीको कल्याण गर्नका लागि पठाएको हे देवी, तिमीले ती कुरोलाई स्वीकार गरेको थियौ। त्यसका बदलामा मुक्ति जो मनुष्यले चाहन्छ ती मुक्ति चाहिँ तिमीलाई दासी रूपमा सेवा गर्नका लागि पठाएको हुनाले गर्दाखेरि मनुष्यले भक्ति गर्यो भनेदेखि मुक्ति मिल्दछ। यसरी देवर्षि नारद भन्नुहुन्छ, हेर ती सबैलाई राखेर ज्ञान र वैराग्यको साथमा लिएर तिमी आएकी थियौ। आज कलियुगमा आइसकेपछि ज्ञान अनि वैराग्य भनेको विरक्ति, यी दुईटादेखि कलियुगका मनुष्यहरू अगाएका भएको कारणले हेर्नु कि यी कलियुगका मनुष्यहरूले ज्ञानलाई र वैराग्यलाई चाहेनन्। त्यस कारणले गर्दा यिनीहरू वृद्धै अवस्थामा रहे। तर भक्ति चाहिँ चाहेका कारणले गर्दा तिमी युवा अवस्थामा परिणत भयो। बस फरक केही छ दिदी। र अरू धर्मलाई तिरस्कृत गरेर भक्ति धर्मलाई अगाडि सारेर घर घरमा लगेर जनजनका हृदयमा स्थापित गरिदिनुहोस् भने मेरो नाम पनि नारद नसम्झ तिमीले। यस्ता प्रकारका निष्पाप नारदजीका वचनलाई श्रवण गरेर आफैलाई धन्य ठान्छ। हजारौं जन्म मनुष्यको व्यतीत भइसकेपछि पछाडि कृष्णको नाम गाउन मन लाग्छ, यस्तो लेखेको छ भागवत। एक जन्म होइन, दुई जन्म होइन, हजारौं जन्म यस्ता मनुष्यका भएर व्यतीत भइसके पछाडि काहीँ न काहीँ यस्तो पुण्यको अवशेष भाग रहन्छ। त्यसका कारणले गर्दाखेरि श्री कृष्णका चरणमा भक्ति राख्छ, कृष्णको नाम जप्छ। त्योभन्दा अगाडि जप्न खोले पनि जप्दैन। तुलसी पूर्व पाप से हरि चर्चा न सुहाय। तुलसीदास रामायण में यस्तो पंक्ति लेख्नुहुन्छ, तुलसी पूर्व पाप से हरि चर्चा न सुहाय। पूर्व जन्मको पाप शरीरमा बसेको छ भनेदेखि सत्सङ्गका कुरा मन पर्दैन, भगवानका नाम सुन्न मन पर्दैन, कथा सुन्न मन बडा जरुरी छ। महाराष्ट्रमा एउटा आकोट भन्ने जिल्ला छ। त्यति बेला म अध्ययनको सिलसिलामा थिएँ। आकोटमा कथाका लागि बोलाइयो मुखाइ। एउटा बालकले आएर सोध्यो, गुरुजी यी मनुष्यका कान किन बनाएका हुन्? अब कथा भन्नेका किरा अर्थ के भन्नु? मैले भने हेर यी कान त भगवानका नाम सुन्नका लागि बनाएको हुन्। अच्छा, त्यो सानो बालकले भन्यो, गुरुजी आपको कुछ भी नहीं आता है, तपाईँलाई केही पनि आउँदैन। मैले भने किन नानी? तिनले भने यो कुरो थाहा थिएन, भगवानलाई यो कुरो पहिले नै थाहा थियो। अब तपाईँले भन्नुभयो कान सुन्नका लागि बनाएको, सुन्ने तत्त्व भित्र चाहिँ बाहिरको च्याउ चाहिँ किन बनाएर? यसरी उसले फेरि प्रश्न दोहोऱ्याए। अब मैले भने कि भाइ पछाडिबाट पनि आएर पस्छ, अगाडिबाट पस्छ, धेरैवटा आवाज गुन्गुनाएर पस्दाखेरि नबुझिने भएकाले गर्दाखेरि समेटेर एकैछिनबाट पस्यो भने बुझिन्छ, त्यसको लागि यो च्याउ बनाएको। उसले मलाई होइन भनेपछि तपाईँलाई थाहा रहेछ यी च्याउ त त्यसको लागि बनाएको, कलियुगका मनुष्यले आँखा देख्न छोडेपछि त्यसमा कहाँ अड्याउँछन् भन्दा त्यसमा अड्याउन लागि बनाएको। यदि च्याउ थिएन भनेदेखि काँटे छोड्नु पर्छ, त्यसमा अड्याउनु। तर भागवतीले भनेको छ ती कानलाई कान नभन्नु जसले हरिकथा श्रवण गर्दै ती त सर्पका पस्ने बिल हुन्छ। विषय भोगलाई श्रवण गरेर अनि
इन्द्रको तृप्तिका लागि लाग्छ भने त्यसका कानलाई कान छ। आज श्री कृष्णको यो कलियुगमा भक्ति नै श्रेयस्का छ, जसले मुक्ति प्रदान गरिन्छ। सुतजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिहरू हो, यस्ता खालका नारदजीका निचोडलाई श्रवण गरेर देवर्षि नारदले हातले यिनीहरूको हात पैताला मार्न लागे। उठेर यिनीहरू अनि कानका छेउमा लगेर उच्च स्वरमा अरे ज्ञान, अरे वैराग्य, उठ उठ यस्ता खालका वचन बोल्न लागे। वेद पढे उठ्दैनन्, वेदान्त पढे उठ्दैनन्, अनि बार बार गीताका मन्त्रहरू पाठ गरे। यस्ता प्रकारले जबरजस्ती गीताका मन्त्रहरू पढ्न थालेपछि उठेर बसे, हाई काट्दैखेरि यिनीहरू सुते। अनि आँखा यसो गरेर हेरेर यस्तो गरे, फेरि आँखाले पनि घुम फोडिहाले। यस्ता प्रकारले यिनीहरू अचेतन अवस्था भए चाहिँ गरेर सुतेको देखेर बडा चिन्ता भयो देवर्षि नारदलाई कि वृद्धहरूको निद्रा कसरी जान्छ, यस विषयमा चिन्तन गर्नु पर्यो भनेर भगवान गोविन्दको स्मरण गरे र व्योमवाणी तदैवाहुन्। त्यस बेलामा व्योमवाणी भनिन्छ आकाशवाणी। व्योम भनेको आकाश, त्यहाँबाट छुटेको वाणीलाई आकाशवाणी भनिन्छ। त्यति बेलै आकाशवाणी भयो, हे ऋषि तिमी सुर्ता नलेऊ है, किन तिम्रो जुन सफल छ अवश्य नै त्यो सफल हुनेछ। यहाँ पनि भविष्यकाल प्रयोग गर्नु। अब यी भविष्यकाल जब प्रयोग गरिन्छ, भक्तिदेवी सोच्छन् कि तुरन्त हुने खालको लक्षण यसमा केही देखा पर्दैछ। अनि यसका लागि तिमीले सत्कर्म गर्नुपर्छ देवर्षि नारद, सत्कर्म गर। अब यो सत्कर्म भनेको क्या हो भन्दाखेरि आकाशवाणीले जवाब पनि दिएन, यो अन्तर्ध्यान भयो। अब देवर्षि नारद यहाँदेखि वहाँ, वहाँदेखि वहाँ अर्कालाई सोध्दै घुम्दै हिँडे, यो सत्कर्म भनेको क्या हो? यो प्रश्नको उत्तर खोज्दै खोज्दै चारै दिशामा घुम्दै गएका देवर्षि नारद कहीँ पनि यसको उत्तर कसरी दिए? देवर्षि नारद आउँदै गरेको बाटोमा देख्यो भनेदेखि बाटो छोडेर जङ्गलतिर गएर पसेर लुक्न लागे, किनभने के सोधिदिन्छ नि साधु बाबाले कोही थाहा छैन। तर ध्यान राख्नु, जुन तपाईँ हामीहरू आँखा भएका व्यक्तिले देख्दैनौँ त्योभन्दा बेसी अन्ध व्यक्तिले परिचय दिन्छ। एउटा राजाका राजसभामा एउटा कोही हिरा बेच्नेवाला व्यक्ति आयो। अलिकति यसको पक्ष आध्यात्मिक तरफ छ, यहाँहरू अलिकति शब्दलाई ध्यान दिएर सुन्नुहोस्। हिरा बेच्नेवाला व्यापारी एउटा हिराको टुक्रो अनि एउटा सिसाको टुक्रो, दुईटा टुक्रा बोकेर राजदरबारभित्र गएर प्रवेश गर्छ। अनि गएर त्यहाँका राजासँग चुनौती दियो यसले, राजन तिम्रा राज्यमा कोही यस्तो विवेकशील बुद्धिमान व्यक्ति छ जसले चाहिँ मसँग एउटा चाहिँ हिरा हो, एउटा चाहिँ सिसाको टुक्रो हो, यो सिसा र हिरा कुनोभन्दा छुट्याइदिनेवाला कोही व्यक्ति छ भने निकाल्नुहोस्। त्यस व्यक्तिले छुट्याएपछि उपरान्त मैले आजसम्म जति पनि सम्पत्ति कमाएको छु त्यो सम्पत्ति साथमा यो हिरा पनि दिएर जान्छु। यदि यो कुरो बताउन सकेन भनेदेखि यो राज्य मेरो नाममा गर्नुपर्छ, शर्त राख्छ। अब यो शर्त राखेपछि अब पहिले नै हार मानौँ भन्दाखेरि यो पनि ठिक भएन। राजाले सोचे कि हाम्रा राजदरबारभित्र धेरै बुद्धिशाली बुढा मन्त्रीहरू पनि छन्, विद्वानहरू पनि यहाँ बसेका छन्, सबै जानकारहरू बसेका, कोही न कोहीले बताउँछ होला भनेर उसले चुनौती स्वीकार गरे। अब चुनौती स्वीकार त गरे, मन्त्रीतर्फ हेर्छन् राजा सबै घोसेमुटु लगाएर बसे, ती विद्वान भनाउँदाका तरफ हेरे, ती पनि घोसेमुटु लगाएर बसे। कोही पनि यो चाहिँ हिरा हो, यो चाहिँ सिसा हो भन्न कोही पनि सकेन, किनभने उस्तै छ। अब यी उस्तै चिजलाई लिएर गएकाले गर्दा धर्म सङ्कटमा परे। अब यस हिरा व्यापारीले भनौँ, राजा तिमीले हार स्वीकार गर, यो गद्दी मेरो नाममा छोडिदियो। अब
यसरी निवेदन गरेपछि एक खेप दुई खेप तीन खेपसम्म त्यही कुरो दोहोऱ्याउँछ राजा बोल्न सक्यो राजाले पनि आफैलाई विश्वास भएन कि मैले गएर हेर्दाखेरि यो चाहिँ हिरा हो यो सिसाको टुक्रो हो छुट्याउन सक्छ उसलाई पनि विश्वास भयो अब छुट्याउन नसकेपछि घोसे मुटु लाएर राजा पनि उभिनु पर्यो यत्तिकैमा त्यो सभाका बीचमा एकदम पछाडि साइडमा एकजना नेत्रविहीन व्यक्ति जसलाई प्राज्ञ चक्षु भनिन्छ जसका आँखा छैनन् त्यस्ता खालका एकजना व्यक्ति त्यो सभाका बीचमा थिए यिनीले भने हे सभासदहरू हे राजा आखिरी तपाईको यसै पनि राज्य जाने भयो उसै पनि जाने भयो कोही अगाडि सरेर हिराको टुक्रो हो कि सिसाको टुक्रो कोही छुन तयार छैन तपाईहरु भन्नुहुन्छ भनेदेखि के म एक प्रयास गरेर हेरौँ कुन चाहिँ हिरा हो कुन चाहिँ सिसा हो म छुट्याएर दिने कोसिस गर्छु के मैले यो समय मैले यो अवसर पाउँछु राजाले फेरि सभासदतिर हेरे फर्केर सबै घोसे मुन्टु लाएर बसेछन् कोही पनि उभिन तयार छैन सबैको मनमा त्रास छ कि भरे यो सिसा हो भन्नुला त्यो चाहिँ हिरा निक्लेला जो हिरा छ त्यसलाई सिसा भन्नेला अनि राज्यका अगाडि सबैले मलाई पनि कोस्छन् यस्तो सोचेर कसैले आँट गरेन अनि राजाले कसैले आँट नगरेपछि आखिरी यसै पनि राज्य गयो उसै पनि गयो अब यी अन्धाले भनेको त कमसेकम आँखा भकाले नभने पनि अन्धाले भनेको कुरालाई त कतैले लिँदैन होला भन्ने सोचेर यो ठिकै छ तिमीले आएर चिनिदेऊ यो कुन चाहिँ हिरा हो कुन चाहिँ सिसा हो अब यी अन्धा व्यक्ति जसले आँखा पनि देख्दैन यी व्यक्ति अगाडि आएर जहाँ टेबलमाथि त्यो हिरा र सिसाको टुक्रो राखेको थियो अब बिचरा देख्न सक्दैनथे यी अन्धाले भने ती हिरा व्यापारीलाई तपाईले ती दुईटै टुक्रा हातमा थमाइदिनुहोस् एउटा हातमा हिरा राख्नुहोस् एउटामा सिसा राख्नुहोस् म यसलाई चिनाउने कोसिस गर्छु त्यसो भनेर हात थापेपछि दुईटै टुक्रा ती अन्धा व्यक्तिको हातमा राखियो अब अन्धा व्यक्तिको हातमा हिरा र सिसाको टुक्रो राखेपछि यी व्यक्तिले दुईटै चिजलाई यो चोर्ने औँलो र गोयौलाका सहायताले बीचमा च्यापे अनि केही क्षण मौन रहे बोल्न यतिकैमा यिनीले भने यो जो मेरा देउरे हातमा छ त्यो चाहिँ हिरा हो जो दाहिने हातमा छ त्यो चाहिँ सिसा हो अब हिरा व्यापारी चुप सबै सभासदहरू चुप राजाले सोधे हे हिरा व्यापारी के यो कुरो सत्य हो यो अन्धा व्यक्तिले भनेको कुरो सत्य हो भन्दाखेरि हो राजा सत्य हो तर तपाईहरुलाई उत्तर दिनुभन्दा नि म पहिले यो सोध्न चाहन्छु अन्धा व्यक्तिलाई यी व्यक्तिले कसरी चिने यसरी सोच्दाखेरि यी अन्धा व्यक्तिले एक क्षण पनि यताउता नगरिकन तुरन्तै जवाब दे जो टिपेर बोक्दाखेरि जहिले शीतल दिन्छ त्यो हिरा हो जो ताज छ त्यो सिसा हो फरक के छैन तपाईहरु आँखा भएकाले निर्णय गर्न सकेको कतिवटा कुरा अन्धाले पनि निर्णय गर्छ भन्न खोजेको यो सत्संग भनेको हिरा हो तपाई हामीले जति बाहिरका व्यवहार गर्छौं त्यो सबै ताप दिनेवाला सिसा हो त्यसले ताप दिन्छ हातमा बोक्दाखेरि जो सधैँभरि शीतल वर्षाउँछ त्यसलाई हिरा भनिन्छ जो हातमा बोक्दा आफ्ना शरीरमा जल्दाखेरि ताज छ त्यो सिसा हुन्छ र फरक देखिन्छ र यहाँहरूले आध्यात्मको बाटो रोज्नुभयो सत्संगको बाटो रोज्नुभयो भने त्यो हिरा हो यहाँका जीवनमा सधैँभरि यसले शीतल नै शीतल दिन्छ र बाहिरको व्यवहार पक्रिनु भयो भने ताप हुन्छ जीवन सन्ताप हुन्छ र यस्ता सन्तापदेखि छुट्नका लागि हरिचरणको आश्रय हो आउँ केही क्षण हामीहरू गुनगुनाउँ अन्तरिक्ष अगाडिको सत्सङ्गमा दर्शन गर्छौँ भारी मधुमधु शीतल छाया
कृष्ण तिम्रो सानामा त नाम थियो काले कृष्ण तिम्रो सानामा त नाम थियो काले माटो गदा गाली गर्थे यशोदा माताले माटो गदा गाली गर्थे यशोदा माताले कृष्ण तिम्रो सानामा नाम रहेछ काले कृष्ण तिम्रो सानामा त नाम रहेछ काले माटो गदा गाली गर्थे यशोदा माताले माटो गदा गाली गर्थे यशोदा माताले पृथ्वीमा भिसाए बानी मधुमनको शीतल छायामा पृथ्वीमा भिसाए बानी भन्दै हुँदै कसैले उत्तरमा दिएपछि हे मुनि कुमारहरू म बद्रिकाश्रममा यहाँ तपस्या गरेर अनि भगवान्लाई नै सोध्नु पर्यो भनेर आइरहेको छु। यहाँहरूसँग भेट भयो, मेरो ठुलो भाग्य रहेछ र हजुरहरूले बताइदिनु पर्यो कि जो आकाश माइले भनेको थियो सत्कर्म भनेर त्यो सत्कर्म भनेको छ। त्यसरी देवर्षि नारदजीको प्रश्नलाई श्रवण गरेर कि मुनि कुमारहरू भन्नुहुन्छ मा चिन्तां कुरु देवर्षे हर्षं चित्ते समापः उपाय सुखसाध्योऽत्र वर्तते पूर्वे वै। हे देवर्षि नारद, तिमी कुनै प्रकारको चिन्ता नगर, तिमीले खुसीको क्षणलाई स्वीकार गर्नुहुन्छ देवर्षि नारद। यसका लागि उपाय छ, सरलतापूर्वक साधन गर्ने खालको उपाय छ। हे देवर्षि नारद, हामी धन्य छौ। वैराग्यहरूमा तिमी शिरका मुकुट हो अनि भगवान श्री कृष्णका भक्तका समूहमा गएर रहनेवाला तिमी सूर्य हो र हे देवर्षि नारद, त्वयि चित्रं न मन्तव्यं भक्तात्मं अनुवर्तिनि। तिमीले आश्चर्य मान्नु पर्दैन। भगवान श्री कृष्णको चरित्रलाई जनजनमा लगेर स्थापित गर्नका लागि तिमीले प्रयास गरेका छौ, अवश्य तिम्रो सफलीभूत हुनेछ। र हेर, धेरै ऋषिहरूले खोजी गरेर अनेक प्रकारको उपायहरूलाई खोज्दा यी बाटाहरू निकालेका हुन्। सरलतापूर्वकले प्राप्ति हुने विषयहरू रहेका हुन्। अनेक प्रकारका तपाईँ हामीहरूलाई कर्म गराइन्छन्। ती कर्महरू सबै स्वर्गका प्राप्तिका लागि मात्र बताइएका छन्। तर यहाँ भन्दै हुनुहुन्छ भक्तिको बाटो चाहिँ गुप्त राखेको छ, किनभनेदेखि यसले वैकुण्ठको फल दिलाउँछ। र सत्कर्म सूचको नूनम ज्ञान एकत्रितोबुदै विद्वानहरूले भनेका छन् सत्कर्म भनेर 7 दिनसम्म सुन्नेवाला ज्ञान यज्ञलाई सत्कर्म भनेर तिमीले जान। त्यो भनेको के हो? श्रीमद्भागवतालाप शतुगीत सुगादिवी। श्रीमद्भागवतको जो कथा छ त्यसलाई गायन गर्यो भनेदेखि त्यसका माध्यमद्वारा अवश्य नै यी ज्ञान र वैराग्यको चेतना जाग्नेछ। हेर, सबैलाई आनन्द पनि हुन्छ, ती दुईजनाको कष्ट पनि जान्छ अनि भक्ति देवीको मनोरथ पनि पूर्ति हुन्छ र तिमीले लिएको सङ्कल्प पनि पूर्ति हुन्छ। यसलाई 7 दिनसम्म तिमीले सुन। यस्तो भन्नु देवर्षि नारदले भन्नुभयो अब कहाँ गर्नु, कसरी गर्नु? अरे मैले त वेद पढेर सुनाएँ, वेदान्त पढेर सुनाएँ, गीताका पाठलाई सुनाएँ। कोही त्यत्रो पढ्दाखेरि तिनीहरू उठेन भनेदेखि श्रीमद् भागवतको पाठ गर्दाखेरि कसरी यिनीहरूको बोध होला त? मलाई त सन्देह छ। हे मुनि कुमारहरू, यहाँ देवर्षि नारदलाई सम्बोधन गर्दै कुमारजीहरू भन्नुहुन्छ र वेद र उपनिषदका सारदेखि बनाइएको भागवतको कथा हो।
त्यस कारणले गर्दाखेरि यो उत्तम छ र अरूको भन्दाखेरि भिन्न प्रकारको फल दिनेवाला यसमा सार छ। यसमा फेददेखि टुप्पासम्म स्वादिलो रसै रस छ। जस्ता प्रकारले यहाँ उदाहरण दिएको छ, यथा दुग्धे एकदम सर्पेन सुधायो विकल्पते। दूध पियो भनेदेखि दूध पिउँदाखेरि घिउको स्वाद आउँछ? आउँदैन। दुधको आफ्नै स्वाद छ, तर त्यस दुधलाई दही जमाएर अनि मथन गरेर घिउ निकालेपछि त्यो घिउलाई अलग खानुहोस्, त्यसको स्वाद आफ्नै छ। र अर्को फेरि उदाहरण दिए, इक्षुणामपि मध्यान्तम सर्करा व्यापतिष्ठति। जसरी उखुमा रहेको रस उखुमा खाँदाखेरि उखुको रस आउँछ, तर उखुको रस निकालेर बनाएको चिनीमा जुन स्वाद छ त्यसको भिन्नै छ। उखुको डाक्रो टोक्यो भनेदेखि त्यसलाई टोकेर फ्याँक्नुपर्छ, खोस्टो फ्याँक्नुपर्छ, तर चिनीमा फ्याँक्ने तत्त्व केही हुँदैन। त्यस्तै भागवत पनि तिमीले जान, उखुका गाछदेखि निकालिएको रसको चिनी बनाएपछि जस्तो स्वाद हुन्छ, दुधदेखि निकालेको घिउको जुन स्वाद हुन्छ त्यो स्वाद जुन शक्ति घिउले दिन्छ त्यो शक्ति दुधले सक्दैन। तर त्यो घिउ दुधमा हुँदा हुँदै खाँदाखेरि त्यो शक्ति हुनु पर्यो, तर त्यो त हुँदैन। जस्तै हो र तिमीले चाहिँ यसलाई यसरी बुझा। यो भागवत पनि साक्षात ब्रह्मको स्वरूप चाहिँ साकार रूपमा परिवर्तित गरेका कारणले गर्दाखेरि हे देवर्षि नारद, यसलाई तिमीले श्रवण गराउने कोसिस गर। शोक र दुःखले ग्रसित भएका व्यक्तिले भागवत कथा सुने अवश्य नै यी दुःखहरू शान्त भएर जान्छन्। निशेष चेत मुख गीत कथैकपाना प्रेम प्रकाश कृतये शरणं गतोस्मि। हे मुनि कुमारहरू, जुन उपायलाई खोज्नका लागि म आएको थिएँ त्यो उपायका कारणले गर्दाखेरि हजुरहरूको दर्शन भयो। जसको दर्शन गर्नाले समस्त पापका समूहहरू तत्क्षण नाश भएर जान्छन् र आफ्नो श्रेय र कीर्ति बढ्न लाग्छ। यस्ता खालका पुरुषको दर्शन गरेको छु मैले, किनभने भव दुःख यो जो भवमा रहेको जो आर्त भनेको पीडा छ, त्यस पीडालाई शान्त गराउनेवाला उपाय बोक्नु भएका हे मुनि कुमारहरू, तपाईहरूका शरणमा गएको छु। किनभने तपाईहरूले त भगवान शेषदेखि जुन कथा सुन्नु भएको छ त्यस कथाद्वारा हामीलाई कृतार्थ तुल्याउनका लागि मानवको कल्याण गर्नका निमित्त विचरण गर्नुहुन्छ र हजुरको दर्शन पाउनका लागि त धेरै जन्मको पुण्यको उदय हुनुपर्छ। अनि मात्र सत्संग पाइन्छ अरे यस्तो सुनेको थिएँ र आज मेरो धेरै जन्मको पुण्यको उदय भए विचार जो सत्संगका लागि हजुर प्रेरणा दिँदै हुनुहुन्छ। अज्ञान हेतु कृतमोहमदान्धकार, अज्ञानका कारणले गर्दाखेरि यो मोह र अन्धकार मोहरूपी अन्धकारमा मनुष्यहरू फसिरहेका छन्। अब मोहरूपी अन्धकार भनेको क्या हो? एउटा हुन्छ व्यक्ति मोह, एउटा हुन्छ पशु मोह, एउटा हुन्छ वसुधा मोह। यस्ता प्रकारका मोह। व्यक्ति मोह भनेको क्या हो? स्त्री होस् चाहे पुरुष होस् परस्परमा मोह हुन्छ, किनभनेदेखि स्वार्थका साथमा। पुरुषले स्त्रीलाई चाहन्छ स्वार्थका लागि, स्त्रीले पुरुष चाहन्छ स्वार्थका लागि, त्यसलाई व्यक्ति मोह भन्छ। वसु भनेको सम्पदा अथवा जागिर, यस्ता खालका मोहलाई वसु मोह भनिन्छ। अनि वसुधा मोह भनेको पृथ्वीको मोह। यस्ता प्रकारका मोहमा फसेको व्यक्ति
यसलाई अन्धकारमा फसेको भनेर जान्न। एकदेखि अर्को, अर्कोदेखि अर्को, अर्कोदेखि अर्को गर्दै 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 बढ्दै जान्छ नि, त्यस मोहलाई भनिन्छ अन्धकारको दुईलमा। एकजना भर्तीभरि भन्ने विद्वान भएका थिए, यी राजा थिए। यिनले 100वटा श्लोकमा नारी जातिको श्रृङ्गारको वर्णन गरेर लेखे। नारी भनेका यस्ता हुन् जसको जीवनमा नारी छैन त्यो पुरुष होइन, त्यसले संसारै देखेन, त्यसै मरेर जान्छ। यस्ता खालका श्लोकको रचना गर्दा 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 नारीहरूमाथि उनले लेखे 100वटा श्लोक, त्यसलाई श्रृङ्गार शतक नाम दिएर लेखे। यिनी आफ्नो रानीलाई धेरै माया गर्थे। यसरी माया गर्ने भएका यी राजा आफ्नो राजपाटमा बसिरहेको एक दिन एकजना साधु आए। यी साधुले भने यहाँ मसँग एउटा फल छ राजा, तिमीले यो फल खायो भने तिमी चिरञ्जीवी हुन्छौ, धेरै लामो आयु हुन्छौ, अनि तिम्रो लामो आयु भयो भने प्रजाको आफ्ना छोराछोरी जस्तो गरेर पालन पोषण गरेर तिमी बस्न सक्छौ। र यो फल तिमीले खायो भने सबै प्रजाको हित हुन्छ, खाइदिनु भनेर साधुले यी राजाको हातमा फल राखे। अब यी राजाले यो हातमा फल पाउनु साथ के विचार गरे भने म धेरै लामो आयु भएको भएँ भनेदेखि मेरो यी जो प्रेसिडेन्ट जो पत्नी छन् यी त मरिहाल्छन्। अब यी मरेपछि यो संसार मेरो लागि अन्धकार हो, किनभनेदेखि श्रृङ्गार शतक लेखेका महापुरुषले यस्तो सोचेर होइन मैले भन्दा मेरी श्रीमतीले अगाडि मर्नु भन्दा बरु मेरी श्रीमती भन्दा पहिले म मरौँ र यो फल चाहिँ म मेरी प्यारी पत्नीलाई दिनु पर्यो सोचेर राजाले लगेर आफ्नो पत्नीलाई फल दिएर भने हेर प्रियसी, यो फल खाएपछि तिम्रो लामो आयु हुन्छ, धेरै वर्ष बाँच्छौ र तिमीलाई म हेरेर नपाउँछु फल तिमीले खाऊ भनेर हातमा श्रीमतीको हातमा फल दे। अब यी राजालाई भ्रम थियो कि मैले जति माया मेरो श्रीमतीलाई गर्छु श्रीमतीले मलाई त्यसरी माया गर्छ। अब यी राजाकी श्रीमती चाहिँ राजालाई माया गर्दैन, के गर्थे? यी राजाकी श्रीमती चाहिँ त्यो राजदरबारमा बसेर काम गर्नेवाला एउटा नोकर जुन थियो त्यो नोकरलाई माया गर्थिन्। रानीले सोचिने यो फल खाएर म लामो आयो भने मेरो प्रेमी त मर्छ, मेरो प्रेमी मर्यो भनेदेखि म कसका लागि बाँच्नु, मैले मर्नुभन्दा बरु मेरो प्रेमी बाँचोस्, म पहिले मऱ्यो भनेदेखि कमसेकम उसलाई हेरेर त मर्न पाउँछु। यो सोचेर रानी लगेर प्रेमीको हातमा यो फल हाल्यो। अब नोकरको के हिम्मत कि रानीसँग माया गरोस्, माया प्रीति बसाओस्, डराउँदै डराउँदै यसले फल पनि खाएको। तर दुःखको कुरो यो छ कि यो रानी यो नोकरसँग प्रेम गर्छिन्, तर यो नोकर चाहिँ रानीलाई चाहँदैन। केही राजदरबारभित्र काम गर्नेवाला या फुलबारीमा काम गर्नेवाला अर्की नोकरानी छ, त्यसलाई यो चाहन्छ। अब त्यसलाई चाहने भएको यस नोकरले यो फल ल्यायो। अन्त अब म पहिले यो फल खाने आयु लामो हुन्छ, मेरी प्रेयसी मरिहाल्छ, मेरी प्रेमिका मऱ्यो भने म बाँचेको के अर्थ भएर बरु मेरी प्रेमिका लामो आयु बाँच्नु म पहिले मर्न पाऊँ, यसले लगाएर त्यो नोकरानीको हातमा फल राखिदिए। अब यहाँ दैव सन्देशको कुरो छ कि यो नोकरानी त्यो नोकरसँग प्रेम गर्दै थिए। अब यो नोकरानी के चाहन्थे भने यो भित्रै मनले प्रकट गर्न सक्छन् कि भित्र मनले यो राजासँग प्रेम गर्थे। भक्तवत्सल भगवानको अब यो राजासँग प्रेम गर्ने भएकी यस नोकरानीले यो फल खाएर म बाँचेर के गर्नु, यदि यी राजा बाँचे भनेदेखि प्रजाको हित पनि हुन्छ र मैले पनि आँखा भरि देख्न पाउँछु, राजाभन्दा अगाडि म मर्न पाउँछु, बरु यो फल लगेर राजालाई दिनु पर्यो भनेर लगेर राजाको हातमा फल राखिदिए। अब राजाको हातमा फल पुगेपछि राजा झस्के, यो फल त मेरै हातबाट गएर घुमेर मेरै हातमा आउँदैछ, यो के चक्र हो?
राजाले सोध्यो यो फल तिमीलाई कसले दियो भन्दाखेरि मलाई यो फलाना नोकरले दियो त्यो नोकरलाई यो फल तिमीलाई कसले दियो भन्दा मलाई रानीले दिएको रानीलाई भने तिमीलाई फल कसले दियो तपाईँले देख्यो अब त्यस दिनदेखि राजाका मनमा वैराग्य जाग्यो इनले वैराग्य शतक लेख्न सुरु गरे 100वटा श्लोक लेखे वैराग्य जसले श्रृंगारको हिजो वर्णन गर्दै थियो भर मात्रामा प्रचुर मात्रामा नारी जातिको श्रृंगारको वर्णन गर्दा नारीका भोग विलासलाई मानस दिनेवाला राजाले आज सबै कुरादेखि विरक्त भएर वैराग्य भएर उनले श्लोक लेखे एउटा बडा मिठो यञ्चिन्तयामि सततं मयि सा विरक्ता साप्यन्नमिच्छति जनं सजनान्यसक्ता अस्मत्कृते च परितुष्यति काचिदन्य धिक्तां च तं च मदनं च इमां च मां च इनले लेखे म जसलाई निरन्तर चिन्तन गर्छु त्यो ममाथि विरक्त छैन कि वैरागी छ अनि त्यो मदेखि वैराग्य हुनेवाला व्यक्ति चाहिँ साप्यन्न मिच्छति जनम उसले चाहिँ अर्कालाई चाहन्छ को राजा चाहन्छ रानीले कसलाई चाहन्छ भन्दाखेरि नोकरलाई चाहन्छ अनि फेरि अगाडि लेखे मदेखि विरक्ति भएर त्यो उसमा गएर अर्कासँग आसक्त भएर लागिरहेको छ अनि जोसँग यो आसक्त छ त्यो व्यक्ति चाहिँ उसँग आसक्त नभएर अर्कासँग आसक्त भइरहेको अनि अगाडि के लेख्छन् त्यो जन अर्कासँग आसक्त भएर लागिपरेको छ अस्मत्कृते च परितुष्यति काचिदन्य त्यो जसका लागि उ लागिपरेको छ त्यसले त्यसपछि फर्केर हेर्दैन त्यो चाहिँ वैराग्य भएर अस्मत्कृते त हामीहरूलाई चाहेर कोही हेरेर बसिरहेका छन् र यस्ता खालका व्यवहार गर्नेवाला प्रत्येक मनुष्यलाई धिक्कार छ मलाई पनि धिक्कार छ किनभनेदेखि म एउटाका भरोसामा विश्वासमा बस्ने कि हो म जसरी चाहन्छु त्यसरी मलाई चाहँदैछ अर्को भन्ने मैले सोचे जुन भाव त्यो मलाई धिक्कार छ र मेरी श्रीमतीलाई पनि धिक्कार छ किनभने यत्रो चाहनेवाला मैले चाहिरहेको छु फेरि पनि उसले मलाई नदेखेर अर्कालाई चाहन्छ श्रीमतीलाई पनि धिक्कार छ र एकजना रानीले आएर मायाको प्रस्ताव राख्दाखेरि स्वीकार नगर्नेवाला त्यस पुरुषलाई पनि धिक्कार छ र त्यो जसलाई उसले प्रस्ताव राख्दैछ त्यो नारीलाई पनि धिक्कार छ र यो किन भन्दाखेरि हामी जसलाई जसँग बोल्न मन छ त्यसलाई यिनीहरू अन्तरात्माबाट चाहन्छन् गर्नलाई धिक्कार छ र सबैभन्दा बेसी धिक्कार चाहिँ कामदेवलाई छ भगवानको पुष्पाणि मनोहराणि सुवासुराणमपि दुर्लभानि कल्पाद्रुमाणि दुर्गन्धानि मनोहराणि सुवासुराणमपि दुर्लभानि कल्पाद्रुमाणि दुर्गन्धानि पुष्पाञ्जलिः सुखाय
छैन मनमा भजन गाउनु भनिदिनु हे गुरु आफ्नो भजनला भनिदिनु हे गुरु आफ्नो भजनला कसरी बाजुमा कृष्णको भजन कसरी बाजुमा कृष्णको भजन भनिदिनु हे गुरु आफ्नो भजनला भनिदिनु हे गुरु आफ्नो भजनला ध्यान छैन मनमा शान्ति कामनु ध्यान छैन मनमा ध्यान कामनु शान्ति छैन मनमा भजन कामनु शान्ति छैन मनमा भजन कामनु भनिदिनु हे गुरु आफ्नो भजनला भनिदिनु हे गुरु आफ्नो भजनला कसरी बाजुमा कृष्णको भजन कसरी बाजुमा कृष्णको भजन भनिदिनु हे गुरु आफ्नो भजनला भनिदिनु हे गुरु आफ्नो भजनला जीवन सुभर कृष्ण भजन गाए जीवन सुभर आओ सब मिलजुली कृष्ण भजन गाओ।
आओ रे यमुना नीलो पानी कृष्ण तो आओ रे आत्मवत्स सिर